आएको एकछिन अहिले फेरि जाँदैछौँ हामी पर एडोनाईको युयु घरमा एकछिन जाने हेर्नुको लागि युयुहरू बाहिर जानु भएको छ कोही पनि छैन आज चाहिँ जाडो छ है आज यहाँ हेर्नु नि यत्रो स्वेटर लगाइरहेछ खै हाम्रो त यहाँको त गरम महिना पनि के भन्नु गरम महिना जाडै हुन्छ कहिले कहिले जाडो कहिले कहिले गरम अचानक हुन्छ के गर्नु यस्तै छ है हामी बसेको जग्गामा चाहिँ यो चाहिँ ग्रान्ड फक नर्थ डाकोटा जाडो भइहाल्छ यहाँनिर चाहिँ राम्रोसँगले तातो पनि खानु पाउँदैन यहाँनिर त यस्तै गरेर यो तातो हराइहाल्छ त्यहाँदेखि हिउँ पर्नु थालिहाल्छ जाने डर ठिकै ठाउँमा छ नि हामी यहाँ गाडी वास गर्नु अटोमेटिक गाडी वास हुँदैछ वास सजिलो हातले पुसिरहनु परेन मेहनत गरिरहनु परेन ओ सिरिरिरिरिरिरिरिरि सरप पानी फ्याँक्यो अब धुँदैछ हो जबराहरूले आएर धुँदैछ अर्को के कालो न कालो घुम्दै आउँदैछ घुम्दै आयो धुयो गाडी वास गरे है गाडी वास जबराहरू आयो है हेर्दैछ हाम्रो नातिले पनि हेर्दैछ पुलुक गर्छ नि दुई 2 मिनटमै धुइसक्छ यहाँनिर मैले यहाँ मोबाइलमा क्याच गर्दैछु 1 मिनट त हुँदैछ 1 मिनट 22 सेकेन्ड भयो कति मिनटमा धुइसक्दो रहेछ हेर है 1 मिनट भयो अब धुइसक्यो त हालै अब सुकाउँछ अब त्यहाँ भेरा अब यहाँ सुकाएपछि त भइगयो हेर्नुहोस् है यहाँनिर चाहिँ कति सजिलो अघि ऐना कस्तो मैला थियो नि त होइन अहिले सफा बनाइदिए ऐना पनि सफा बनाए आम्मै 2 मिनट 22 मै सक्दो रहेछ यो चाहिँ भित्रको सफा गर्ने यहाँ चाहिँ भ्याक्युमहरू छ यहाँनिर चाहिँ सबै जग्गा जग्गा फ्री हो यो भ्याक्युम चाहिँ भित्रको गाडीको मैला सफा गर्ने यहाँनिर चाहिँ आज त होइन कुनै दिन अर्को पालि आएको बेलामा सफा गर्नुपर्छ रेड डेल यो चाहिँ गाडीको सोरुम है गाडीको सोरुम यो रेड डेल भन्ने चाहिँ गाडीको सोरुम यहाँ चाहिँ गाडीहरू जिएमसी गाडी आउँछ जिएमसी गाडी यो चाहिँ सबै जिएमसी गाडी हो राम्रो हुन्छ है जिएमसी गाडी नि राम्रो लाग्छ मलाई त्यो जिएमसी गाडी पहिला भाइको थियो नि जिएमसी सबै जिएमसी गाडी सकेर पनि हामी गयौँ यहाँ चाहिँ 9 बज्नु आँट्यो उज्यालै छ है उज्यालै छ अहिले चाहिँ हामी घर फर्केको यहाँ हेर्नुहोस् उज्यालै छ हाम्रो नाति बसिरहेको छ बुबु दानी बोकेर घुमेर गएको है अब घर गएको है अब घर पुग्नु आँट्यो है अब यो भिडियोलाई चाहिँ म यही खत्तम गर्नु पर्यो बाई बाई सबैजनालाई गड ब्लेस यु